दर्शकवृन्द नमस्कार, पुनः हार्दिक स्वागत अनि न्यानो अभिवादन। आज हामी हजुरहरूमाझ एउटा छुट्टै विषयवस्तुलाई लिएर उपस्थित भएका छौँ। हिन्दू धर्मअनुसार उपनयन संस्कार या त व्रतबन्ध जो कृतन नानीको आज व्रतबन्ध भव्य रूपमा अनि विधिवत साथसाथै संस्कार अनि परम्परागत रूपमा जनै लाउने कार्य भइरहेको छ भने मसित मेरो फ्रेममा गुरुजी हुनुहुन्छ जसले आज नानीको उपनयन संस्कारलाई पूर्ण रूपमा समापन गरिसक्नु भएको छ। गुरुजीलाई स्वागत छ। नमस्कार नमस्कार। यति बेला है यो अहिलेको परिवेशमा हेर्न पर्दा हाम्रो अथवा हिन्दू या बुद्धिस्ट कुनै पनि धर्मावलम्बीहरूको आफ्नो संस्कार आफ्नो परम्पराहरू बिस्तारै बिस्तारै लोप हुँदै गइरहेको छ। अनि आज यहाँनिर यो एउटा विधिवत रूपमा एउटा परम्परागत रूपमा उपनयन संस्कार भएको छ भनेपछि यो हिन्दू धर्मअनुसार उपनयन संस्कार किन गर्नु, हिन्दू धर्ममा कतिवटा संस्कारहरू छन् अनि यो गर्दा के हुन्छ र नगर्दा के हुन्छ भन्ने विषयहरूलाई छोटकरीमा हामी माझ अनि दर्शकहरूलाई पनि कतिजनाले यो विषयमा जानेको हुँदैन है, कतिजनाले बिर्सिसकेको छ, कतिजनालाई त थाहै छैन आफ्नो संस्कार के हो भन्ने कुरा पनि अब बिर्सिँदै गइरहेको छ र हामीलाई छोटकरीमा जनाइदिनु होला अनि आफ्नो परिचय पनि। सबैजनालाई मेरोबाट धेरै धेरै नमस्कार। म पण्डित खगेन्द्र शर्मा या चापाकाई, म सामसिङ निवासी हुँ र उपनयन संस्कार भनेको धर्मेण राज्यम लभते मनुष्य स्वर्गम च धर्मेण नर प्रयाति आयुश्च कीर्तिश्च तपश्च धर्मेण मोक्षम लभते मनुष्य। धर्मेण राज्यम लभते मनुष्य, राजा हुन, संस्कारी हुन, सम्पत्ति धेरै हुन अनि घरमा सबैले मान्न अनि सुन्दरता हुन पनि धर्म गर्नुपर्छ। धर्मेण राज्यम लभते मनुष्य स्वर्गम च धर्मेण नर प्रयाति, स्वर्ग पनि धर्म नगरी प्राप्त हुँदैन। आयुश्च कीर्तिश्च तपश्च धर्म, आयु र कीर्ति पनि धर्म गर्दै प्राप्त हुन्छ। धर्मेण मोक्षम लभते मनुष्य, मोक्ष अन्तिम चरणको मोक्ष पनि धर्म गरेर प्राप्त हुन्छ भने हामीमा आज हिन्दू सनातन यस्तो धर्म हो त्यो कहिले पनि लोप नहुने चिज हो भने हाम्रो हिन्दू सनातनमा 16 संस्कार छन्। जति बेला गर्भमा छोरो चाहिन्छ या छोरी चाहिन्छ त्यो पनि संस्कार गरेर पाइन्छ। लिएर गएर उसलाई ज्ञान दिनुपर्छ, संस्कारद्वारै पाइन्छ। उसको नामकरण गरिन्छ संस्कारद्वारै, होइन? त्यसले गर्दाखेरि अब हाम्रो 16 संस्कारमध्ये उपनयन संस्कार भनेको चाहिँ 10औँ संस्कार, यो 10मा आउने संस्कार हो भने जुन उपनयन संस्कार भनेको उपनयन भनेको दुईवटा आँखा चर्म चक्षु छन्। यसले कसलाई देख्छ भन्दाखेरि राम्रो देख्छ, नराम्रो देख्छ, भौतिक संस्कार सारा चिजबिजलाई देख्छ, त्यो मात्रै हो। तर एउटा अर्को नेत्र हुन्छ, तेस्रो नेत्र उपनयन भनेको थप आँखा भनेको जति बेला यो चाहिँ हाम्रो लिएर गएर जन्मदेखि लिएर 8 वर्षको समयभित्रमा यी कर्महरू हामीले गर्नुपर्दछ भने यसमा दीक्षा दिने हुन्छन्। वेदारम्भ दुईवटा विधिया हुन्छन्, एउटा आध्यात्मिक अनि अर्को भौतिक विधिया हुन्छ है। अब आध्यात्मिक विधिया भनेको यो हो जुन आध्यात्मिक विद्याले चाहिँ यहाँ पनि सुख र पर पनि सुख हुन्छ भने भौतिक विद्या छ त्यो विद्याले आफ्नो शरीर जबसम्म तन्दुरुस्त रहन्छ, जबसम्म आफ्नो शरीरमा ऊर्जा शक्ति छ, जबसम्म आफूलाई समाजले मान्छन् त्यो सम्पत्ति त्यतिन्जेलसम्म मात्रै सीमित रहन्छ भने जुन यो आध्यात्मिक सम्पत्ति छ यो चाहिँ आजीवन जीवन जुन मृत्यु पश्चात पनि यसलाई रहने गर्दछ। यस कारणले गर्दाखेरि हाम्रोमा बडो संस्कार छ। हिन्दू सनातनमा 4 वेद, 18 पुराण, 108 उपनिषद, 64 गीता, 60 शास्त्र, यति धेरै शास्त्र छन्। यो 100 वर्षको आयु होइन तर हजार वर्षको आयु प्राप्त हुँदाखेरि पनि हाम्रो हिन्दू सनातन धर्ममा यसलाई कर्म गरेर सकिने यति कर्म छन्। जन्मदेखि मरण पर्यन्तको कर्महरू छन् भने आज यहाँ उपनयन संस्कार गर्नुभयो। उपनयन संस्कार भनेको हाम्रो यो पञ्चभौतिक शरीर छ त्यसलाई एउटा ब्रह्मसूत्रले बाँधिन्छन्। ब्रह्मसूत्रले बाँधेको शरीरलाई यसलाई चाहिँ जब मृत्यु पर्यन्त जति जेलसम्म यो शरीर रहन्छ तबसम्म त्यसलाई रक्षा हुने कर्महरू यसमा हुने गर्दछन् है। यसमा हाम्रो 4 वेदका पूजा हुन्छन्। पूर्वमा इन्द्रको पूजा हुन्छ, दक्षिणमा यमको पूजा हुन्छ, पश्चिममा वरुणको पूजा हुन्छ, उत्तरमा कुबेरको पूजा हुन्छ, अग्नि साक्षी राखेको हुन्छ, दीप साक्षी राखेको हुन्छ, सारा ब्राह्मण गुरु पुरोहित सारा साक्षी राखेर यसलाई कर्म गराएको हुन्छ भने यो कर्मले हामीलाई यस लोकमा मात्रै होइन परलोकमा पनि यसले सुख शान्ति समृद्धि गर्ने गर्छ भने त्यो गर्दै गर्दै जब हाम्रो हिन्दू सनातन धर्ममा हामीले यो कर्म नगरिकन जसको उपनयन संस्कार
तेस्रो नेत्र खुलाइएको छैन या यज्ञोपवीत धारण गरेको छैन भने ती व्यक्तिले गएर जब आफ्ना मातापिता परलोक हुन्छन् त्यो समयमा त्यो कर्म गर्न समेत पाइँदैनन् भने यति ठुलो कर्म हाम्रोमा छुपेका छन् भने हाम्रा सारा वेद उपवेद पुराण उपपुराण यति धेरै शास्त्र छन्। सारा शास्त्रले नै हामीलाई यही दिएको हुन्छ। केवल हिन्दू सनातनको मात्रै होइन, यो धर्म चाहिँ कसको भन्दाखेरि मानव मात्रैको हो है। मानव जन्मिनको लागि चाहिँ हामीलाई गर्भमा जानु पर्यो, शुक्राणुबाट गर्भमा जान्छ। गर्भमा गएर पनि उसले 9 महिना चाहिँ पाउ उँभो अनि शिर उँधो गरेर गर्भमा तपस्या गरेको हुन्छ। तपस्या गरेर जन्मिन्छ र गर्भमा जानको लागि पनि कति समय लाग्छ भन्दाखेरि 72 घन्टा लाग्छ गर्भ पुग्न। त्यो भएर जन्मिएको चिजले आएर अनि केवल भगवानको स्मृति गरेर अनि कर्म गरेर त्यो ठाउँ पुग्ने चाहिँ हिन्दू सनातन धर्ममा छ है। हिन्दू सनातन धर्ममा पुरुषको मात्रै कर्म होइन, छोरीको पनि कर्म छ। छोरीलाई पनि गुनी उचोलो दिने यस्ता कर्महरू छन्। आज कृतन जो सानो नानीको यहाँनिर उपनयन संस्कार गरियो र यति बेला अहिलेको परिवेशमा हेर्दा अघि पनि हामीले कुरा गऱ्यौँ कि हाम्रो संस्कृति हाम्रो परम्पराहरू बिस्तारै लोप हुँदै गइरहेको छ। आज यहाँहरूले जस्तो भव्य प्रकारले अनि परम्परागत रूपमा नानीलाई उपनयन संस्कार त दिनुभयो, तर त्यो नानीलाई पनि थाहा हुनु पर्यो कि अब आजदेखि चाहिँ ऊ कुन दिशामा चाहिँ जानुपर्ने। अब यो विशेष आज मैले गुरुजीसँग बात गर्न मैले चाहेको कुरा चाहिँ दर्शकलाई सुनाउन मात्रै होइन र हिन्दू धर्म अनुसारको बारेमा वर्णन गर्न मात्र नभएर ऊ नानीले पनि केही कुराहरू यहाँबाट बुझेको हुनुपर्छ। आजसम्म ऊ नानी एउटा अज्ञान एउटा सानो बालक थियो भनेपछि अघि हामीले त्यहाँ सुन्दै थियौँ आजदेखि यो भयो, अबदेखि उसो यो भयो, अब तपाईँले यो गर्नुहोस्, अब त्यो गर्नुहोस् भन्दै हुनुहुन्थ्यो नि पाठ गर्दा। भनेपछि त्यो नानी पनि अब आजदेखि चाहिँ ऊ कुन दिशामा लागेको हो र नानीले अब जीवनशैलीलाई कस्तो प्रकारले जिउनु पर्ने हो त्यो पनि छोटकरीमा हामीलाई। जन्मना जायते शूद्र संस्कार द्विज उच्यते वेद पाठित भवेत् विप्र ब्रह्म जानति ब्राह्मण। जन्मिने बित्तिकै जो पनि मनुष्य एउटा शूद्र समान हुन्छ। कुनै पनि जात कुनै पनि केही हुँदैन। संस्कार द्विज उच्यते, संस्कार गरेपछि द्विज हुन्छ। वेद पाठी भवेत् विप्र, वेद पढ्ने त केवल एउटा विप्र मात्रै हुन्छन्। ब्रह्म जानति ब्राह्मण, जसले पनि ब्रह्मा चिन्छ ईश्वर चिन्छ त्यो चाहिँ ब्राह्मण हुन्छ। यसमा जातका पनि कुनै ठुला कुराहरू छैनन् यसमा है। भने जतिन्जेलसम्म तपाईँ हाम्रो कुनै पनि जातिको नामकरण गरिँदैन, नाम राखिँदैन, तबसम्म ऊ कुनै पनि जातिको हुँदैन। जब नाम राखिन्छ फलानु राई, फलानु भोटे, फलानु शेर्पा, फलानु बाहुन, फलानु छेत्री, फलानु नामको गरेर जब संस्कार गरिन्छ भने यी संस्कार केवल हाम्रो हिन्दू सनातनमा मात्रै होइन, जति पनि जाति छन् ती जातिमा आफ्नो आफ्नो संस्कार संस्कृति छन् भने यी संस्कृतिको जगडा गर्नुपर्ने चाहिँ कर्मद्वारा नै हुन्छ। कर्म नगरी संस्कृति जोगिँदैन। र आफूलाई मर्नको लागि जस्तै आफ्नो जाति मार्न, जातीय मर्नको लागि चाहिँ हामीले कुनै प्रकारको गोली चलाउनु पर्दैन। जब आफ्नो संस्कार संस्कृति जब लात हान्दै 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 जाइन्छ तब आफसे आफ आफ्नो धर्म जाति आफसे आफ मर्ने गर्दछ। यस कारणले गर्दाखेरि सबैभन्दा ठुलो संस्कार हो जुनै पनि जातिमा। केवल हाम्रो यो क्षेत्रीय ब्राह्मण हिन्दू सनातनमा मात्रै होइन, जति मानव छन् मानवले आफ्नो संस्कृति बचाएनन्, आफ्नो जाति बचाएनन्, आफूले गर्नुपर्ने कर्म गरेनन् भने कुनै पनि जाति बाँच्दैन। जाति बाँचेन भने संसार रहन्न। यस कारणले गर्दाखेरि सबैभन्दा ठुलो कर्म भनेको चाहिँ जातीय संस्कार अनि संस्कृति र आफूले गर्नुपर्ने कर्म, यही नै महानता छ। हजुर, अति नै महत्त्वपूर्ण कुरा। र दर्शकवृन्द, यति बेला हामीले हरेक ठाउँहरूमा विवाहमा जान्छौँ है, वर्तमानहरू त अब साह्रै देखिँदैन, छोडिएको छ। तर पनि कतिवटा ठाउँहरूमा चाहिँ हामीले कार्यक्रमहरूमा जाँदाखेरि देखावटी होइन, ठुल्ठुलो धेरै ठुलो पण्डालहरू बनाएर पैसा खर्च गरेर ठुलो ठुलो साउन्ड सिस्टमहरू बजाएर गरिन्छ। तर त्यो भन्दा चाहिँ आजको यो कार्यक्रम जुन उपनयन संस्कार भयो यो एकदमै परम्परागत रूपमा भएको छ है। र हिन्दू धर्म अवलम्बीलाई मात्र हामी इन्डिकेट गर्दैनौँ, सम्पूर्ण धर्म अवलम्बीहरू हामी यस संसारमा मानव जातिको रूपमा उपस्थित भएका छौँ भने हिन्दू बौद्ध जुनै पनि धर्म अवलम्बीहरूले हामी यही भन्न चाहन्छौँ आफ्नो संस्कृति आफ्नो परम्परा र आफ्नो जातीयलाई बचाइराखौँ र आफ्नो हरेक कार्यक्रमहरू गर्दाखेरि देखावटी भन्दाखेरि विधिवत रूपमा हामी कार्यक्रमलाई सम्पन्न गरौँ जो आज यहाँ एउटा उपनयन संस्कार भइरहेको छ। हवस् त गुरुजीलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद।